शकुन्तला मैडम कृपया आउनु होला। यहाँ उच्च सम्मान छ। तालीको गडगडाट नै ह्यापी होली ह्यापी होली। हाम्रो प्रमुख अतिथिज्यूले पहिला ठुलो मान्छे लगाइदिने, हामी अहिले लाउने नाच्दिनु होला है। हाम्रो पालो आउँछ म भन्दैछु। ह्यापी होली ह्यापी होली। ताली 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 बजाउन सक्छ। अब सहप्रशिक्षक जोगमाया बुढा रेडी हुनु होला। रेडी हुनु होला जोगमाया बुढा। जो हाम्रो शकुन्तला मैडम नहुँदाखेरि हामी चाहिँ टुङ्ग्रा हुन्थ्यौँ, उहाँले चाहिँ एउटा आशीर्वाद भाव लैसकेको सबैलाई चाहिँ खुसी बनाउनु। अब हाम्रो यो स्थानलाई एकदम सरसफाई गर्नलाई, वातावरण स्वच्छ राख्नको लागि चाहिँ एकदम अतुलनीय योगदान दिने हाम्रो एकजना बुवा हुनुहुन्छ, सबैका गण्यमान्य बुवा हुनुहुन्छ, गुरु प्रसाद सुबेदार मेजर गुरु प्रसाद गुरुङज्यूलाई पनि सम्मान गरिदिनु होला हार्दिक अनुरोध गर्दछु। तालीको गडगडाट। उहाँले हाम्रो शौचालय पनि सफा गर्न कति पनि हिचकिचाउनुहुन्न। कुनै त ठुलो कुरा त्यो नभन्ने कुरा होइन। त्यो हामी सबैले देखिरहेका पनि छौँ। हरेक यहाँ चाहिँ केही झार उम्रो भने पनि उहाँले चाहिँ उखेल्नुहुन्छ। हामी सबैले देखेको विषय पनि हो। त्यसो भए उहाँलाई हामी हार्दिक सम्मान गर्न चाहन्छौँ। त्यस्तै यही वातावरण सहयोगी भूमिकामा हाम्रो कृष्ण कार्कीज्यू अन्तिमसम्म बसेर हाम्रो डम्बर दाजुलाई धेरै सहयोग गर्नुहुन्छ। उहाँलाई पनि हामी हार्दिक सम्मान गर्न चाहन्छौँ। ह्यापी होली ह्यापी होली। सम्पूर्ण लाइनबद्ध आउने है। अब हाम्रो यो स्पिकर राखेर सहयोग गर्ने हुने बमबहादुर थापाज्यू आउनु भएको छ। यहाँ उपस्थित हुनु होला बमबहादुर थापाज्यू। बमबहादुर थापाज्यू नजिकैको घरको हुनुहुन्छ। हाम्रो स्पिकर राखेर सहयोग गरिरहनुहुन्छ र बिहान बिहान उहाँ उठेर स्पिकर हामीलाई दिनुहुन्छ। ठिक छ, उहाँलाई हामी पछि सम्मान गर्छौँ। अब हामी प्रमुख अतिथिज्यूले आफ्नो मन्तव्य स्वागत यो शुभकामना मन्तव्य राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु।